तपाईको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्रीलाई दुःखका साथ भन्नुपर्छ उहाँले अमेरिकाबाट कुखुरा ल्याउने सहमति गरेर आउनु भएको छ क्या। सुन्नुस् है सर, हजुरलाई थाहा छैन, मैले अघि भन्छ तपाईँ कुन लेभलको नेता हो मलाई थाहा छैन। तपाईको पार्टीको नेताले यो देशको चाहिँ प्रमुख अभिभावकले यो देशका जनतालाई चाहिँ रोजगारी दिनुपर्ने, उत्पादनमूलक काम दिनुपर्ने, जनतालाई डेलिभरी सुशासन दिनुपर्ने ठाउँमा हाम्रो देशका जनता केही होइनन्। हाम्रा देशका कुखुरा काम नलाग्ने भए, हाम्रो देशको कृषि चाहिँ पेन्डुलम बनायौँ, प्यारालाइज्ड बनायौँ। अब नेपाली ऊर्जावान जनताहरू चाहिँ खाडीमा बेल्छै हान्न जाने हो भनेर अमेरिकामा अहिले कुखुरा ल्याउने सहमति गरेर ल्याउने तपाईँको प्रधानमन्त्री छ, माननीय प्रधानमन्त्री। र अर्को कुरा सुन्नुहोस्, यो देशमा नेपाली किसानले उत्पादन गरेको छुर्पीलाई चाहिँ अन्तर्राष्ट्रिय बजारीकरण गरेर आउनुपर्ने हो कि कुखुरा चाहिँ यहाँ नेपालमा ल्याउने भन्ने तपाईँको प्रधानमन्त्रीको चाहिँ तपाईँको प्रधानमन्त्रीलाई एकचोटि सोधिदिनु। सुन्नुहोस्, अहिले तपाईँ यो उमेर हुनुभयो, तपाईँको उमेरभन्दा म केही कमै होला, मलाई यो देशको मायाले देश छोड्नै सकेका छैन, सायद तपाईँ पनि होला। तपाईँ पार्टीमै लागेर यो देश छोड्न सक्नु भएको छैन तपाईँको कुरो, तर मलाई पार्टीको झन्डा बोकेर यो देश नछोडेको होइन सर। म यो देशको मायाले, मेरा देशका चाहिँ हावापानीले, मेरो देशको चाहिँ प्रकृतिले, मेरो देशमा बुद्धको जन्म भएको, संसारका मान्छे यो देशमा त शान्ति क्षेत्र भनेर ध्यान गर्न आउँछन्, यो देश त पशुपतिनाथको मन्दिर हो भनेर आज चाहिँ त्यही पशुपतिनाथ मन्दिरभित्रको चाहिँ जलाहारमा चाहिँ भनौँ न सुन्नै गायब भयो भनेर चाहिँ कसका पालामा भएको होइन। एउटा कुरा अझ भन्छु, यहाँ सभापति र राष्ट्रपा नजोडिदिनुहोस्। सभापतिलाई आज अदालतले जे प्रक्रिया गर्दैछ, जे कानुनमा ल्याएर काम गर्दैछ, हामी त्यसको बाधक होइन, त्यसका बहस हामी गर्दैनौँ। तपाईँ र हामीले भनेको विकासका कुरा गर्ने हो। तपाईँको सरकार विकासमा चुकिसकेको छ, हाम्रो सरकार विकासमा चुकिसकेको छ। आज विदेशमा जाँदाखेरि लम्पसार भएर रवि लामिछानेलाई अमानवीय व्यवहार, मानव अधिकार हनन भएको भनेर पनि त आइसकेको छ। उहाँको अध्यक्ष अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ। ल एउटा कुरा भनिदिन्छु, यहाँ नयाँ शक्तिलाई खेदो गर्ने राख्ने होइन क्या। उहाँले के सोच्नु भएको थियो भने नि उर्मिलाजी ल खोलिदिनुहोस्, रवि लामिछानेलाई कस्टडीभित्र कस्तो अत्याचार गरियो एउटा कुरा त्यसको जवाब पदम सर होइन। पदम सरलाई म उहाँको सरकार छ, सुन्नुहोस् है, होइन म के भन्छु नि, होइन हाम्रो नेपाली जनताको नेपालको सरकार कसले चलाएको छ भन्ने मात्र हो। मैले त अस्ति एउटा मिडियामा भनिसकेँ, सरकार कसले चलाएको छ? सरकार चलाउने संयन्त्रलाई अर्को संयन्त्रले झकझगाउनु पर्ने हो त, यही हो। आज चाहिँ 15,000 दिनको चाहिँ अमानवीय व्यवहार गरियो। आज नि एमाले